कसले सोचेको थियो र आजको दिन यति धेरै रुनुपर्छ भनेर। हे गाइज, आई एम कविता, वेलकम टु माई मिनी भ्लग। आजको बिहानको सुरुवात चाहिँ मेरो 8 बजे भयो, किनभने म चाहिँ थिएँ माइती देशैमा। यतातिर आयो भने चाहिँ मलाई एकदम अल्छी लाग्छ क्या। म 5 बजे उठ्ने मान्छे चाहिँ यतातिर आयो भने चाहिँ म 8 बजे उठ्छु क्या गाइज। अनि आज चाहिँ हामी लाग्यौँ गौथली फिल्म हेर्नको लागि, आमा छोरी भएर। अनि बिच बाटोबाट फेरि स्मृति बहिनीलाई पनि पिक गऱ्यौँ र हामी लाग्यौँ अब टिकट काट्न। टिकट काटेर हामी चाहिँ भित्रतिर छिरिसक्यौँ। एकदमै अँधेरो अँधेरो। अनि हामी चाहिँ फिल्मको राम्रो छ भन्ने सुनेको थिएँ, एकदम रुनी। अनि सुरुमा चाहिँ बिफोर भिडियो बनाउँदैछौँ कि देख्न सक्नुहुन्छ, एकदमै हाँसी खुसी भएर भिडियो बनाउँदैछौँ। फिल्म राम्रो भएर होला यति धेरै मान्छे आउनुभएको थियो कि बस्ने ठाउँ नभएर हामी चाहिँ पुगेको थियौँ अगाडि डेस्कमा, त्यही पनि तलपट्टि। अनि त्यही माथि त्यहाँ चाहिँ पौडी खेल्ने पानी थियो कि गाइजहरू, हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ दुईजना भाइहरू थिए, हामीले चाहिँ त्यो भाइहरूलाई पछाडिबाट देखेन भनेर अगाडि राखेको थियौँ। उनीहरू चाहिँ लड्दै थिए दाजुभाइ भएर। अनि आयो, फिल्म चाहिँ सुरु भइसक्यो। अनि फिल्म चाहिँ एकदमै राम्रो थियो। अनि यो चाहिँ बिच हो के छोरी मान्छेको जिन्दगी कस्तो हुँदो रहेछ पहिलाको जमानामा, अझै पनि छनलाई छन् नभएको त होइन। त्यही पनि पाले पुण्य मारे पाप भन्दै अझै पनि हामीलाई सुम्पिने चलन नै छ। यो त परम्परा नै भइसक्यो, हामीले बदलेर बदलिने त होइन। तर पनि छोरी मान्छे यतिसम्म सक्षम भइसकेको छन् कि अब त आफ्नो हक अधिकारको लागि लड्ने त भएको छन्। अनि गौथलीको चाहिँ पहिला जमानाकै सिनहरू देखाइरहेको थियो, पहिला जमानामा छोरी मान्छेले गर्नुपर्ने त्यागहरू। अनि छोरो मान्छे जति नै जस्तो भए पनि छोरी मान्छेलाई नदेखिकन नहेरिकन नै छोरा मान्छेसँग जिम्मा लगाउँथ्यो। सायद त्यो लुलो लङ्गड अपाङ्ग जस्तो सुकै होस् जिम्मा लगाउँथ्यो भने यसमा पनि त्यस्तै देखाइरहेको छ। गौथलीको श्रीमान चाहिँ एकदम अटिजम भएको व्यक्ति थियो, त्यही पनि उसले चाहिँ माया र साथ सपोर्ट चाहिँ आफ्नो श्रीमतीलाई गरिरहेको थियो। धन सम्पत्ति नभए पनि माया गर्ने श्रीमान चाहिँ सबैको भाग्यमा हुनुपर्छ भन्न चाहन्छु म चाहिँ। हामी इन्टरभल नहुँदै कतिसम्म रोएको थियौँ, देख्न सक्नुहुन्छ। चाहिँ कस्तो भइसकेको छ। अनि अहिले चाहिँ इन्टरभल भइसक्यो, एकदम गर्मी भएको भएर सबैजना च्यातेर यहाँ हम्किँदै हुनुहुन्छ। अनि त्यसपछि फेरि फिल्म सुरु हुन्छ। गौथलीलाई पढ्ने इच्छा थियो, उसको श्रीमानले चाहिँ 10 क्लासको लागि किताब किनेर ल्याइदिएको हुन्छ। एकदम सपोर्टिभ हस्बेन्ड थियो गौथलीको चाहिँ, एकदम राम्रो थियो गौथली फिल्म चाहिँ। हजुरहरू पनि हेर्न जान सक्नुहुन्छ। मेरो चाहिँ आँखाबाट आँसु नै रोकेको थिएन कि महिलाको दुश्मन चाहिँ सधैँ महिला नै हुन्छ भने जस्तै यहाँ पनि सासूले चाहिँ एकदमै हेला गरेको बुहारी हुन्छ ऊ चाहिँ गौथली। एकदम राम्रो थियो फिल्म चाहिँ, एकदम राम्रो थियो, आँसु झरेर रोकेकै थिएन। अनि हामीले चाहिँ हेर्दा हेर्दै फिल्म सकियो, तर फेरि पनि हेरौँ जस्तो फिल्म थियो। अनि हामी चाहिँ फिल्म हेरेर सकेर चाहिँ अब चाहिँ हामी फर्किँदैछौँ घर। एकदम भिड थियो कि एकदमै भिड थियो, देख्न सक्नुहुन्छ। जाने आउने क्रम जारी नै थियो। अनि आजको दिन चाहिँ यस्तै भयो। हामी चाहिँ घरतिर फर्कियौँ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।